लागेको रहेछ। त्यसको लागि केही डोरी, काठको फल्याक र बलियो संरचना आवश्यक पर्छ। अझ विस्तृत जानकारी चाहिएमा भन्नुहोला। हुन्छ भन्नुहोस् न, यतिमै अड्किनु भयो त तपाईँ त। हुन्छ भन्नुहोस्, म सुन्दैछु। मलाई एउटा गर्लफ्रेन्डसँग बात गर्नु थियो कि फोन उठाएन हौ, के गर्नु? फोन नउठाउँदा चिन्ता लाग्नु स्वाभाविक हो। तपाईले एकछिन पर्खिएर फेरि प्रयास गर्न सक्नुहुन्छ वा एउटा सन्देश पठाएर पछि कुरा गर्ने भनेर जानकारी दिन सक्नुहुन्छ, ताकि उहाँले फुर्सदमा सम्पर्क गर्न सकोस्। यो के रोना भाइरस भरे नयाँ निक्लेको छ अरे, हो यो कि होइन हौ? हो, कोरोना भाइरसको नयाँ भेरिएन्टहरू समय समयमा देखा परिरहन्छन्, तर डराइहाल्नुपर्ने अवस्था तत्काल चाहिँ छैन। सतर्कता अपनाउनु आवश्यक छ। मास्क लगाउने, सरसफाइमा ध्यान दिने जस्ता कुराहरूले संक्रमणको जोखिम कम गर्न सक्छ। केही विशेष जानकारी चाहिएको हो? नयाँ भाइरस निक्लेको छ अरे यिनीहरूले, कुनै के भन्ने तपाईँलाई याद छ? यो हाम्रो बङ्गालमा पश्चिम बङ्गालमा कोरोना भाइरसको नयाँ भेरिएन्टबारे आधिकारिक जानकारी प्राप्त गर्न स्वास्थ्य सम्बन्धी आधिकारिक स्रोतहरू हेर्नुपयुक्त हुन्छ, किनकि नयाँ भेरिएन्टहरू समयसँगै परिवर्तन भइरहन्छन्। के तपाईँ विशेष कुनै भेरिएन्टबारे जान्न चाहनुहुन्छ? त्यही त मास्क लाउनु भन्नु सुरु भइसक्यो त अन्त बङ्गालमा त। अन्त यसो याद गरिदिनुहोस् न, के रहेछ? खास भाइरसको नाम रोना हो कि कोना के भन्ने थियो? पश्चिम बङ्गालमा कोरोना भाइरसको JN1 भेरिएन्टका केही घटनाहरू देखा परेका थिए। यो ओमिक्रोन भेरिएन्टको एउटा उपप्रकार हो। सतर्कताका लागि मास्कको प्रयोग र सरसफाइमा ध्यान दिनु अझै आवश्यक छ। के तपाईँ यसबारे अझै केही जान्न चाहनुहुन्छ? अहिले भर्खर नयाँ भाइरस निक्लेको छ अरे नि बङ्गालमा, त्यसको लागि सोधेको। पश्चिम बङ्गालमा निपाह भाइरसका केही केसहरू देखिएको समाचार छ। यद्यपि अवस्था नियन्त्रणमा छ रहेको र जोखिम कम रहेको बताइएको छ। सतर्क रहनका लागि मास्क प्रयोग र सरसफाइमा ध्यान दिनु आवश्यक छ। अरू केही जान्न चाहनुहुन्छ? एकदम खतरा छैन हामीलाई यसकोमा। नानी मेरो छ, सानो 3-3 नानी छ हो, त्यसलाई सोधेको नि तपाईँलाई। केही डर त हुँदैन हामीलाई। यो ठिकै भन्नुभयो तपाईँले भाइरसको नाम कि। यसको यो भाइरसको परिणाम चाहिँ के छ हौ खास चाहिँ? यो भाइरसको परिणाम सामान्यतया माइल्डर नै हुन्छ, तर केही केसमा गम्भीर पनि हुन सक्छ। ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकहरूमा अलि बढी ध्यान दिनुपर्छ। केही कङ्क्रिट जानकारी चाहिएमा सोध्न सक्नुहुन्छ। कसलाई सोध्नु यो चाहिँ? तपाईँले के सोध्नु भएको हो? कृपया स्पष्ट पार्नुहोस्। यो कुन चाहिँ नयाँ भाइरस निक्लेको छ र नि क्या हाम्रो वेस्ट बेङ्गालमा, त्यही सोधेको। पश्चिम बङ्गालमा हालै JN1 भेरिएन्टका केही केसहरू देखिएका छन्, जुन ओमिक्रोनको एउटा उपप्रकार हो, र निपाह भाइरसका पनि केही घटनाहरू रिपोर्ट भएका छन्। म चिकित्सा सल्लाह प्रदान गर्न सक्दिन र तपाईँले सधैँ एक स्वास्थ्य पेशेवरसँग परामर्श लिनुपर्छ। त्यही त, यही त कुरा के। अब के नानीहरू छ, मेरो 3-3 नानी छ, डर लाग्छ, त्यसले गर्दा तपाईँलाई सोधेको नि। तपाईको चिन्ता जायज छ। बच्चाहरूलाई सुरक्षित राख्नका लागि नियमित रूपमा सरसफाइमा ध्यान दिने, स्वच्छ खाना खुवाउने र भीडभाडबाट टाढा राख्ने जस्ता उपायहरू अपनाउन सकिन्छ। के तपाईलाई थप केही जानकारी चाहिएको हो?
अनि यो भाइरस चाहिँ नयाँ डरलाग्दो छ कि राम्रो छ कि नराम्रो छ त्यही मात्रै सोधेको नि। नयाँ भाइरस JN1 भेरिएन्ट ओमिक्रोनको एउटा उपप्रकार हो र यसलाई सामान्यतया माइल्डर भेरिएन्टका रूपमा लिइएको छ, तर यसले गम्भीर अवस्था पनि निम्त्याउन सक्छ। त्यसैले सावधानी अपनाउनु अझै आवश्यक छ। खास गरी बच्चाहरूको स्वास्थ्यमा बढी ध्यान दिनुहोला। तपाईँलाई एकदम धन्यवाद। के पनि प्रब्लम त छैन यसमा है? मद्दत गर्न पाउँदा खुसी लाग्यो। कुनै समस्या परेमा फेरि सोध्न नहिचकिचाउनुहोला। हुन्छ। हाम्रो नानीहरूलाई के मास्क लाएरै दिनभरि रातभरि राख्नु? दिनभरि र रातभरि मास्क लगाइराख्नु पर्दैन। विशेष गरी भीडभाड भएको ठाउँमा वा स्वास्थ्य जोखिम भएको बेलामा मात्र मास्क प्रयोग गर्नु उपयुक्त हुन्छ। बच्चाहरूलाई सफा र आरामदायी वातावरणमा राख्नु बढी महत्त्वपूर्ण छ। केही थप जानकारी चाहिएको हो? त्यो नोना भाइरस भनेर वाक्कै लागिसक्यो नि हामीलाई कि त्यसले गर्दा तपाईँलाई सोधेको नि। म बुझ्छु तपाईलाई वाक्क लाग्यो होला, तर सावधानी अपनाउनु अझै आवश्यक छ। निपा भाइरस एक प्रकारको जुनोटिक भाइरस हो जुन जनावरबाट मानिसमा सर्न सक्छ। नियमित रूपमा हात धुने, असुरक्षित खाना नखाने र संक्रमित जनावरसँग सम्पर्कबाट बच्ने जस्ता उपायहरूले तपाईँ र तपाईँको परिवारलाई सुरक्षित राख्न सक्छ। अरू केही जानकारी चाहिएको हो? भनेपछि जनावरहरू चाहिँ अब एकदमै छुनु भएन। हो, निपाह भाइरस जनावरहरूबाट मानिसमा सर्न सक्छ। त्यसैले जनावरहरूसँगको सम्पर्कमा सावधानी अपनाउनु आवश्यक छ। विशेष गरी सुँगुर र चमेरोबाट जोगिनुपर्छ। यो सम्बन्धी चिकित्सा सल्लाहका लागि चाहिँ स्वास्थ्य पेशेवरसँग परामर्श लिनुहोला। Just a reminder that I can't provide medical advice and that you should always consult a healthcare professional. थ्याङ्क यू एकदम दामी। तपाईँले जुन चाहिँ भन्नुभयो नि खुसी लाग्यो मलाई। धेरै धन्यवाद। तपाईलाई अरू केही जान्न मन छ? अनि यो भाइरसले नि मलाई गिदी खराब गरेर सुत्नु सकेको रातभरिभरि म। नानीहरू सानो छ मेरो। चिन्ताले गर्दा निद्रा नलाग्नु स्वाभाविक हो। बच्चाहरूको स्वास्थ्यको विषयमा चिन्ता हुनु सामान्य कुरा हो। तपाईले केही सरल उपायहरू अपनाएर तनाव कम गर्न सक्नुहुन्छ, जस्तै एकछिन ध्यान गर्ने, मनपर्ने गीत सुन्ने वा परिवारका अन्य सदस्यहरूसँग कुरा गर्ने। यसले तपाईको मनलाई शान्त पार्न मद्दत गर्छ। तपाईलाई थप केही सहयोग चाहिएको हो? तपाईँले मेरो अर्को नम्बरमा फोन गर्यो भने उहाँसँग बात गर्न सक्छु म? म सिधै फोन गर्न सक्दिनँ, तर तपाईले अर्को नम्बरमा फोन गरेर उहाँसँग कुरा गर्न सक्नुहुन्छ। के म तपाईलाई उहाँको नम्बर खोज्न मद्दत गरौँ? नम्बर खोज्नु नम्बर त अब कुन चाहिँ थियो? होइन होस् म आफै गरिहाल्छु होला। अब नम्बर त खोज्नु पर्यो म पनि। मलाई पनि अब पहिलाको नम्बरहरू बिर्सिसकेँ कि अन्त नि। अब तपाईँ सुत्नु भएको अब खै बोल्नु भएन त। बोल्नु भएको छैन नि त अन्त। हेलो उनीहरूले ल्यापटपमा हेरेर भन्छन् त ऊ। ल है सबलाई गुड नाइट।